जस्तै कि नाटामा हामीहरूको मैले अघि नै पनि भनेको थिएँ हामीहरूको सबै प्रोभिन्समा नाटाको प्रोभिन्सियल लेभल हुन्छ बागमतीमा चाहिँ हामी सेन्टरबाट नै हुन्छौँ र हाम्रो 2टा च्याप्टर छ सो सेन्टरको इलेक्सन भइसकेपछि 1 मन्थमा चाहिँ सबै प्रोभिन्सियल लेभलमा पनि इलेक्सन हुन्छ र हामीले अहिले चाहिँ हाम्रो 14 अगस्तको लागि डेट सेट भएको छ हाम्रो बोर्डबाट र हाम्रो 19जना बोर्ड मेम्बरमा हामी 15जना चाहिँ प्रत्यक्ष मतदानबाट हाम्रो इलेक्सनबाट चाहिँ हामीहरू सर्टेन डिफ्रेन्ट पोर्टफोलियोमा चाहिँ हामी इलेक्सनमा जान्छौँ जस्तै प्रेसिडेन्ट महासचिव वरिष्ठ उपाध्यक्षदेखि लिएर एक्जिक्युटिभ मेम्बर्सहरूसम्म जाने हुन्छ अब एक्सपिरियन्स रमाइलो चाहिँ आफ्नो फ्रेटर्निटी हो आफ्नो फ्रेटर्निटीलाई मैले भने नि टुरिज्म इज माई ब्लड म चाहिँ के गरौँ अहिलेसम्म जति मलाई दियो टुरिज्मले नै दियो मैले जसरी पढेँ म जसरी एक्सपिरियन्स कमाएँ यो टुरिज्मको नै देन हो त्यही कारणले आई एम ट्राइङ टु गिभ ब्याक समथिङ द्याट आई हेभ लर्न्ड मेरो नलेज मेरो टाइम सबै दिन खोजिरहेको छु जस्तै कि इलेक्सनमा नाटकमा चाहिँ हामीहरू सबै भोलिन्ट्री नै आउने हो बोर्ड मेम्बर्सहरू हाम्रो सेक्रेटेरिएट पनि हुन्छ सेक्रेटेरिएट चाहिँ पेडमा हुन्छ भने हामी कुनै पनि एउटा ट्राभल कम्पनीको ओनर्सहरू मात्र पार्टिसिपेट गर्न पाउँछौँ यसमा र यसको लागि चाहिँ सबैजनाले भोलिन्ट्री नै गर्ने आफ्नो टाइम पनि दिने हो आफ्नो एफर्ट आफ्नो पैसा पनि टन्नै खर्च हुन्छ इलेक्सनलाई मात्र भनेको होइन कि त्यसको जस्तै कि ओभरअल सपोज हामीहरूले जहिले पनि इन्टरनेसनल एसोसिएसन्सहरूसँग पनि रिलेसन मेन्टेन गर्छौँ र त्यो गर्दाखेरि तपाईँको कति इभेन्ट्सहरूमा पार्टिसिपेट गर्नुपर्छ नेसनल इन्टरनेसनल त्यो सबै आफैले नै जेनेरेट गर्ने हो हामीहरूले कहिले पनि नाटाको फन्डहरू युटिलाइज गर्दैनौँ अन्तखेरि इलेक्सनमा त्यही हो रमाइलो छ आफ्नै साथी सर्कलसँग अझ के भन्ने कनेक्सन भिजन सेयरिङ हामी कसरी अब मुभ फरवर्ड कसरी गर्ने थियो एभ्री 2 इयर्स हामीले पहिला गरेको काम राइट थियो कि रङ थियो त्यो फिडब्याक पनि राम्रोसित नै पाउँछौँ बिचमा पनि पाइ नै रहेको हुन्छ तर अझ अहिले फुल क्रिटिकल मोडमा पनि पाउँछौँ र फ्युचर कसरी जाने भने एकदमै मोटिभेसनल पनि हामीहरूले मेसेजहरू पाउँछौँ सो इट्स अ इन्ट्रेस्टिङ रमाइलो पनि इन्ट्रेस्टिङ प्रोसेस है